लगायत इलाममा क्रियाशील सम्पूर्ण मिडियाकर्मी साथीहरू, पत्रकार साथीहरू, जिल्ला प्रहरी कार्यालय इलामले आज यो कर्तव्य गरी ज्यान मारेको अभियुक्त पक्राउ र त्यो सम्बन्धित घटना सम्बन्धी हामीले प्रेसलाई जानकारी गराउने कार्यक्रम गर्दैछ। यसमा खास के छ भने यो आफ्नै श्रीमतीको कर्तव्य गरी हत्या गर्ने अभियुक्तलाई इलाम जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चाहिँ फाक्पोखम गाउँपालिका वार्ड नम्बर 3 सल्लेरी बस्ने वर्ष 25 को उमेश गिरी रहेका छन् र निज उमेश गिरीले 81 चैत्र 1 गते मेरो श्रीमती विमला कट्टेल हराएको छ, खोजी गरी पाऊँ भनी प्रहरी चौकी आमचोकमा हुलिया निवेदन दिन्छन्। हुलिया निवेदन प्राप्त गरेपछि प्रहरी चौकी आमचोकले जिल्ला प्रहरी कार्यालय इलाममा खोज तलासको लागि परिपत्र गर्दछ। जिल्ला प्रहरी कार्यालय इलामले हराएको महिलाको सम्बन्धमा विशेष अनुसन्धान टोली गठन गरी खोज तलास गर्ने क्रममा निज हराएकी विमला कट्टेललाई कर्तव्य गरी मारेको खुल्न आएपछि तत्काल जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी निरीक्षक रमेश राईको कमानमा विशेष अनुसन्धान टोली खटी निज अभियुक्त उमेश गिरीलाई पक्राउ गरिन्छ र यो लगभग फरार भइसकेको अवस्थामा प्रहरीको चाहिँ टोलीले पक्राउ गर्छ र निज अभियुक्तले मिति 81 साल फागुन 29 गते राति 11:50 साँझ श्रीमतीको हत्या गरी फाक्पोखम गाउँपालिका वार्ड नम्बर 2 धार्लेकोट स्थित दाहाल गोलाईमा, दाहाल गोलाइ भनेको त्यो त्यहाँ बाटो छ, पछि बाटो छ, त्यो पछि बाटोको बिचमा खालको खनी गाडेको रहेछ। यो इन्फर्मेसन निजलाई पक्राउ गरेपछि प्रहरीले निजबाट नै जानकारी पायो। हाम्रो अनुसन्धान त्यसले पहिला त भनेन, सेयर गर्न चाहेन, विभिन्न फाल्टाल्टा कुराहरू गर्यो, अन्य कुराहरू गर्यो, तर पछि अनुसन्धान गर्दै जाँदाखेरि अनुसन्धानहरूले त्यो क्लु निकाल्यो त्यो बाटो र जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको टोलीले नै 81 साल चैत्र 15 गते बिहान राति अन्दाजी 1 बजे यहाँ जिल्ला प्रहरी कार्यालयबाट त्यो लास भएको ठाउँ आइडेन्टिफाई गर्नको लागि टोली निक्लिन्छ र उक्त ठाउँ जुन अगाडि मैले भने त्यो दाहाल गोलाइ भन्ने ठाउँमा पिच होइन, कच्ची सडकमा, भर्खर धुले सडकमा गाडीको ठाउँबाट उत्खनन गरी लासलाई बाहिर निकाली पोस्टमार्टमको लागि पीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सुनसरी पठाइएको छ र पक्राउ गरेका उमेश गिरीलाई सम्मानित जिल्ला अदालत इलामबाट म्याद थप गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान कार्य भइरहेको छ र साथै निज अभियुक्तलाई कर्तव्य ज्यान सम्बन्धी कसुरमा 17 गतेदेखि चाहिँ म्याद थप भएको छ। सम्मानित जिल्ला अदालतले 17 गतेदेखि म्याद लागू हुने गरी 7 दिनको म्याद दिएको छ र सोही 7 दिनको म्यादको अन्तर्गत हामीले अनुसन्धान गरिरहेका छौँ, थप अनुसन्धान कार्य गरिरहेका छौँ। यो घटना सरसर्ती हेर्दाखेरि कर्तव्य ज्यान, सामान्य कर्तव्य ज्यान जस्तो हामीले यो हिस्ट्री पढ्दा, विज्ञप्ति पढ्दा लाग्यो। यो अलिकति महिला आफ्नै श्रीमती, आफूले 1 वर्ष अगाडि बिहा गरेर लिएर आएको आफ्नै श्रीमतीलाई बडा बेरहरिम तरिकाले चाहिँ हत्या गरेर त्यो पनि सार्वजनिक पिच के अरे कच्ची बाटोको बिचमा चाहिँ खाल्टो भनेर पुगेको अवस्था। यो चाहिँ अत्यन्त हिंसक र गम्भीर प्रकृतिको चाहिँ घटना देखिन्छ। उसलाई चाहिँ अहिले अनुसन्धानको लागि हाम्रो कस्टडीमा छ, म्याद थप पनि भइसकेको छ र अरू विषयमा केही थप कुराहरू जिज्ञासाहरू यहाँलाई गऱ्यो भने प्लिज। यो के कारणले चाहिँ यो घटना हुने स्थितिमा पुर्याएको छ, के देखिन्छ अनुसन्धान? यसको विस्तृत अनुसन्धान त हाम्रो अझै बाँकी नै छ, भर्खर म्याद थप गरेका छौँ र विस्तृत अनुसन्धानमा यसका थप कारणहरू खुल्दै जान्छ। अहिलेको प्रारम्भिक अनुसन्धानमा के देखिएको छ भने यसको एक्स्ट्रा म्यारिटल एफेयर हो भन्ने चाहिँ हामीलाई चाहिँ त्यो कुरा हामीले चाहिँ प्रारम्भिक अनुसन्धानमा
दिइरहेको छ। पुरुषको चाहिँ पुरुष केटा महिलाको बिचरा प्रेग्नेन्ट महिला उहाँ प्रेग्नेन्ट हुनुहुन्थ्यो भन्ने चाहिँ जानकारीमा आएको हो। तर अब मेडिकल सब परिसकेपछि आउने प्रतिवेदनमा त्यो कुराहरू खुल्ला र हामीलाई चाहिँ घर परिवारले भन्दाखेरि प्रेग्नेन्ट थिइन् भन्ने कुरा चाहिँ जानकारी आएको छ। र अब त्यो अब स्वास्थ्य विज्ञान प्रतिष्ठानले सब परीक्षण गरेर पठाएको प्रतिवेदन प्राप्त गरे त्यसबाट चाहिँ हामीलाई यकिन गर्न पर्छ। अरू बेला पनि धम्क्याउने गर्ने त्यस्तो मृत्युको अब धम्की दिने त्यस्तो केही त्योभन्दा अगाडिको हिस्ट्री के छ? होइन, अहिलेसम्म त्यस्तो चाहिँ विगतमा त्योभन्दा अगाडि धम्की दिने त्यस्तो चाहिँ कुरा खुलेको छैन। उनीहरूको बिचमा चाहिँ उसँग अहिले पत्रकारसँग कुरा डिस्कस चाहिँ भइरहन्थ्यो हाम्रो श्रीमान श्रीमतीको बिचमा, विगतमा पनि डिस्कस चाहिँ भइरहेको हो। भनेको हत्या गरेर पुरेको हो कि जिउँदै पुरेको त्यस्तो त होइन होला होइन कि त्यस्तो खुलेको छैन? अहिलेसम्म हत्या गरेर पुरेको नै भन्ने कुरा उनको बयान त्यस्तो छ होइन? होइन, मैले विस्तृत अनुसन्धान बाँकी नै छ। हाम्रो प्रारम्भिक अनुसन्धानमा उसले हत्या गरेर पुरेको भन्ने कुरा। हत्या चाहिँ के गरेर गरेको भन्ने पनि खुलेको छ। अब उसले चाहिँ उसको भनाइमा मैले एक मुक्का हाने भने त्यसपछि चाहिँ मैले घाँटिदिएँ भन्छ है। घरमै होइन, जहाँ चाहिँ जुन ठाउँमा गाडेको छ त्यही ठाउँ सबै घुम्न गयो, बसे कुरा गऱ्यो, के विषयमा चाहिँ उनीहरूको डिस्कस गर्यो। अनि उसको अहिलेसम्मको भनाइ अब यो कुरा चाहिँ भोलि विस्तृत अनुसन्धानमा अलिकति क्लियरली आउँछ। घरबाट घटनास्थल कति टाढा हो? करिब 45 मिनट जति लाग्यो है गाडीमा। स्काइभेटरमा जानुभयो होइन? त्यही स्काइभेटरमा चढेर दुईजनै जानुभयो। अब घुम्न निक्ल्यो दुईजना। जेसीबी चालक होइन अभियुक्त चाहिँ? जेसीबी चालक अनि जेसीबीले नै पुरेको भन्ने आएको छ नि होइन? बिस्तारै खुल्ला अब उसले खनेर पुऱ्यो कि जेसीबीले पुऱ्यो त्यो कुरा उसको बयान हामी दिन्छौँ। बयानपछि बिस्तारै पछाडि बयान पनि लिएको अवस्था छ। त्यो त प्रारम्भिक हामीलाई बुझ्नमा आएको कुरा पनि तपाईँहरूको सेयर गरेको छ। अरू विस्तृत कुरा त बयानमा हुन्छ। अरू पनि संलग्न छन् कोही कि उहाँ मात्रै? त्यस्तो अहिलेसम्म कुन आएको छ? त्यो म्यासेज गयो भने त्यो कुरा पनि अब संलग्न भएका मान्छेहरू पनि बिस्तारै प्रतिवेदन कायम हुँदै जान्छन्। तर अहिलेसम्म चाहिँ अरूको संलग्नता पुष्टि भएको छ। श्रीमतीले म्यासेज गरेको भन्ने कुराहरू पनि बाहिर आइरहेछ नि। यो यस्तो छ, यो डिजिटल कुराहरूमा हाम्रो अनुसन्धान टिमले अनुसन्धान यत्तिकै म्यानुअल अनुसन्धानबाट भन्दा पनि हाम्रो यो टेक्निकल इन्भेस्टिगेसनबाट नै हामी यो सफलता प्राप्त गरेको हो। टेक्निकल इन्भेस्टिगेसनमा अब विविध सूचकहरू हामीले प्रयोग गर्छौँ। त्यो सूचकको बारेमा हामी अहिले मृतकको वर्ष 1918 आउँछ। अहिलेसम्म चाहिँ खुलेको मृतक 19 विमला बच्चन भनिन्छ। पोहोर साल विवाह भनेपछि 18 मा बिहे भयो। 18 भन्दा मुनि बिहे हुँदा त कानुनले दिएन फेरि। त्योभन्दा पनि मुनि त मिलेन। ल यसको यो अनि अर्को चाहिँ हामीले यसमा अलिअलि यो अभियुक्त हजुर हजुर लगभग 5 मिनटको खालको यसलाई देखाउन नपऱ्यो। अलिक माथि गएर मार्क्स यो हत्तरी खोल्दै ठिकै छ। हजुर सर के भन्दै हुनुहुन्थ्यो नि हजुरले? मैले भने अब स्पेसली म ठिकाले मान्छे भइसकेको छु। 5वटा चाहिँ घटनाहरूमा हामी 5वटै घटनाहरूमा सफल छौँ। 5वटा घटनाहरू
मुखी घटनाहरू नम्बर 1 के छ सरस्वती नम्बर 1 यो भएको एउटा यो श्रीमतीको हत्या गरेको एउटा भयो होइन नम्बर 2 को यो हाम्रो यसको छ यो माइनको सर माइनको भयो अनि माइनको पनि माइनको जज हो नेक्स्ट अर्को हाम्रो यो भित्ते 65 वर्षको बुवालाई कर्तव्य गरे यो पनि यसलाई पनि हामी करिब 1 महिनापछि आइडेन्टिफाई गरेर माथि कर्तव्य गरेको भन्ने अनुसन्धानमा हामीले अनुसन्धानबाट खुले हो। त्यसपछि नेक्स्ट यो हाम्रो सामूहिक हत्या परिवार सूर्यदेवको सामूहिक हत्या यसमा पनि सबै प्रतिवादी पक्राउ गरिसकेका छन्। अहिलेसम्म घटनामा सबै प्रतिवादी हामीले पक्राउ गर्न सफल पनि भएको छ जिल्ला प्रहरीले। त्यसपछिको अगाडि यो हाम्रो तिन दिन छ यो बोलबस्ती बोलबस्तीको त्यो दुईजनाले एकजना साथीको हत्या गरे पनि त्यो त जेल पनि गइसक्यो। अहिले यो दुईवटा घटनाको त जेलै गइसक्यो। सूर्यदेवको यहाँको विजयपुर कचकला थानामा गइसकेको सामान्य अब हामीले गरेको गतिविधिहरू शब्द गतिविधि त्यो 5वटा मुख्य घटनाहरू हामी चाहिँ 100% स्पष्टै सफल छौँ। अब यो कतिपय घटना अलिकति समय लागेको छ, करिब 15-20 दिन लाग्यो हाम्रो भित्तिको घटना र यही घटनाले अहिले लेटेस्ट हामी जुन कर्तव्य गरी मागेको छ यसलाई पनि हामीले करिब 15 दिनमा 15-16 दिनमा यो घटनाको चाहिँ उजागर गर्न सक्छ। यसमा चाहिँ हाम्रो यो पछिल्लो घटनामा टेक्निकल टिमको एकदमै राम्रो यही अनुसन्धानले चाहिँ यो सफलता प्राप्त गरेको छ। हाम्रो संस्था हुनुहुन्छ रमेश भाइ छ, हाम्रो टेक्निकल्ली हेर्ने पनि उहाँले नै यसलाई चाहिँ सुरुदेखि लिड गर्नु भएको थियो। त्यो जे होस् लिड चाहिँ सक्सेसफुल छ। र हामी दानाबारीको केसमा पनि लगभग त्यो पनि खराब भइसकेको यस्तो परिस्थितिमा बोगडी साहब नै खटिया हो। त्यसमा हाम्रो यहाँको टिम इन्फर्मेसन टिम पनि खटिएको थियो र त्यसमा समयमा लगभग मुख्य अलिकति सबै पक्राउ गरिसकेको अवस्था हुन्छ। चियाली भन्नुभयो